Hello guys, welcome to my channel from Bauda. होइन होला हामी चाहिँ फ्रुट सपमा छौँ बौद्धको किनभने हामी जुस खान आएको आज रोशनाको चाहिँ बर्थडे छ न्यु इयरको दिन अनि रोल्नाको चाहिँ बर्थडे छ मेरो बर्थडे उसको बर्थडे छ अनि उसले के खानु हुँदैन अहिले एकछिनमा हामी दुईजना चाहिँ खाने हो मस्त होइन हेरेको हेरे अनि अब उसलाई भोकै त राख्नु भएन त्यही भएर सुरुमै भेट्ने बित्तिकै चाहिँ अब अलिकति गर्मी पनि छ नि त त्यही भएर टक्क जुस खाऊँ पहिला भनेर बिचरा कस्तो माया मेरो चाहिँ मौसम्बीको उसको र उसको चाहिँ मिक्स यस्तो होला नि Happy New Year. Happy New Year. Let's go, sister. Not full. Location check one here, guys. We are here at. खाने होइन त रोशना के खान्छ तिमी अब बिचारा मलाई कस्तो दिनमा पर्दा जुन दिनमा रोल लाग्यो बर्थडे के मेरो बर्थडे भएको बेला चाहिँ रोलाले बर्थडे पारेको हो के उसको भएन है उसको बर्थडे रोलाको बर्थडे म चाहिँ बिचमा एउटा रोलाले मलाई भोलि राम्रै ट्रिट दिन्छ कस्तो झ्यार आएको जस्तो फिल भएन कहाँबाट कस्तो झ्यार आएर कस्तो कनेक्सन फ्लो भएको यो त चिटिङ भयो कस्तो झ्यार आयो कानमा तिम्रो जान सभा गर्न पुगेन जस्तो छ उसको एयरबड गिफ्ट दिनु पर्छ जस्तो छ उसले एयरबड गिफ्ट दिन्छ अरे ल एयरबड हैन एयरबड Let's do a quick fit check. घुम फलाना घुम्दैन ला Birthday girl, fit check. ओहो अझ हामी चाहिँ अहिले बौद्धमा छौँ बिकज आज चाहिँ रोल्नाको बर्थडे हो रोल्नाको बर्थडे सँगसँगै आज चाहिँ न्यु इयर पनि हो त्यही भएर एकछिन घुम्न जाऊँ न त भनेर आएको खासमा प्लान चाहिँ हाम्रो बौद्ध आउने थिएन प्लान चाहिँ हामी अलिकति टाढा जान लागेको थियो तर अनफर्चुनेटली रोशनालाई चाहिँ अब घर अलिकति छिटो जानुपर्ने भएको भएर अनि प्लस वेदर पनि अलिकति हामी चाहिँ ड्राई पिकनिक जस्तो जाऊँ कि भनेर सोचेको थियो तर वेदरले पनि अलिकति साथ नहुँदै लाग्छ अघि भर्खर पनि पानी परिरहेको थियो त्यही भएर चाहिँ हामी नजाने ठिकै छ बौद्ध नै एकछिन गएर घुमेर अनि फर्किँला भनेर अहिले चाहिँ बौद्धमा छ दुईजना नक्कलीहरू भनेको चाहिँ हामीले बर्थडे विस गऱ्यो है ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु तर खासमा रोलाको बर्थडे आज हो रोशनाको चाहिँ अस्ति थियो उसको पनि बर्थडे खासै राम्ररी मनाउनु त पाएको थिएन आज होइन त्यस्तो मजाले चाहिँ बाहिर आएर मनाएको थिएन तर दुईजनाकै बर्थडे सँगै मनाउनु हुन्थ्यो तर अनफर्चुनेटली आज उहाँको फेरि बर्थडे के खाएर नमिल्ने तर फ्रुट्स चाहिँ खान्छ अब एकैचोटि अर्को महिनामा बर्थडे मनाउने उसको त असोज मेरो असोज होइन ब्रो असारमा अब जेठमा मनाउने कति कति असार 21 गते हो असारमा 21 गते हो मान्छेहरूले बिर्सेछ मलाई त भनेकै छैन है मेरो असार 21 गते अब मलाई याद भयो असोज र असारमा ओजेर वार मलाई याद त भएको अब मलाई चाहिँ
याद हुन्छ असार 81 मलाई यस्तो यस्तो पीडा गर्छु म यहाँ नोट सुत राखेको छु मेरो सब राख्दा तिमीले नोट्स राख्दा रहेछ म यिनीहरू दुईजनासँग घुम्ने धेरै मिल्ने कारण चाहिँ यही हो दुईजना कतर पतर एकदम राम्रो भएर हो क्या अनि मेरो लाइफ यिनीहरू आएदेखि बोरिङ खासैमा होइन आएपछि दुईजना आएपछि अफिसमा नि सँगै हुन्छौँ अनि अफिसमा आउने बित्तिकै एकजनाले के मलाई के भनेर बोलाउँछ मम्मी हाम्रो चाहिँ मम्मी हो अनि ऊ चाहिँ मेरो सानो बहिनी हो म उसको ठुलो दिदी हो अनि ऊ चाहिँ मभन्दा 4 दिन बहिनी म चाहिँ ऊ अनि म अफिस गएको हुँदैन अफिस जाने बित्तिकै दुईजना पट्टर गरेर वाक्क पार्छ बट एट द सेम टाइम माया पनि एकदम लाग्छ दुईजनाको कति मार्नु त्यही त हामी जस्तो कहाँ पाइसिन्छ हजुर हो भएर तपाईहरु हामी जस्तो ढुङ्गा बस्दा चाहिँ उता भेट्टाको हाम्रो खानेकुरा नि आयो कार्बोनारा मोमो अनि यहाँ व्रतमा भएको मान्छे चाहिँ चिया मात्र खाँदैछ हामी चाहिँ मस्त खाने हो टक्क भ्यू हेर्दै राम्रो लाग्यो ओके भन्न चाहिँ के लाग्यो भने हामी खाँदै थियौँ नि त अनि खाँदा खाँदा के कुरा निस्क्यो भने हामी चाहिँ अब फुड भ्लगिङ गर्नु पर्ला भन्ने कुरा निस्क्यो होइन किनभने हामी भेरी मच फुडी म एकदमै फुडी चाहिँ त्यो कति खान्छु अनि प्लस सी इज अल्सो भेरी फुडी होइन अनि यो मान्छे म नि हो तर म चाहिँ सबै कुरा खाँदिनँ मलाई खुवाउन एकदमै गाह्रो छ तर मलाई मिठो लाग्ने कुरा चाहिँ मेरो दामी खाइदिन्छु अनि कुरा गर्दै थियौँ नि त अनि कुरा गर्दा गर्दा के भन्यो भने हामी दुईजना चाहिँ भ्लग गर्छौँ अब उसले खासै धेरै नखाने भएपछि उसले चाहिँ हाम्रो क्यामराम्यान हुन्छ अनि अघि त्यो भन्दा उसले के भन्यो भने चाहिँ के भन्यो अरे नेक्स्ट स्याटरडे जाने रे अब नेक्स्ट स्याटरडे त पोसिबल छैन इट्स इम्पोसिबल होइन सो 2 महिनाको पछिको चाहिँ नेक्स्ट स्याटरडे जाउँ भनेको अनि त्यसपछि अब हजुरहरू गइस्यो होइन अनि फुडहरू खाइस्यो अनि त्यसपछि रेटिङ दिइस्यो म कलमा हुन्छु अनि त्यसपछि मलाई चाहिँ म यो खान्छु म यो फुडको रेटिङ दिन्छु पेट दुख्यो भने हामीलाई मलाई प्याक गरेर ल्याइदिन्छु अनि म घरमा खान्छु अनि त्यसको रिभ्यू दिन्छु अनि त्यो पोस्ट हाल्नु तर हामी लेफ्ट ओभर लगिदिन्छौँ ल यस्तै छ दुईजनाको मोमो इटिङ मोमो न सुँगुर इटिङ बफ मोमो मैले सुँगुर इटिङ मोमो भनेको अनि सिबी लाइक मलाई चाहिँ सुँगुर नभन ल अरे ओके आई वान्ट टु हामी थियो गरेको अब चाहिँ हामी घर जान्छौँ आजलाई यति नै बाई गाइस गाडी कुरेको मैले ड्राइभरको इन्टरभ्यू एक्सेप्ट गरेको छैन अनि यहाँ हामीले स्टोरदेखि मार्टदेखि अनि उसले मलाई पब्लिक किनिदियो भनेको तर स्निकर किनिदिने अरे हामीलाई उसले किनिन्छ अरे क्या हेर न बब्ली कहाँ छ हेर न बब्ली कहाँ उयो पनि मिठै हुन्छ तिम्रो बजेटले जति हुन्छ त्यति किन्दै हो मैले आज मात्र मैले त 5 स्टार हो सबले साइकी मलाई कस्तो यो कस्तो राम्रो देखिरहेको कस्तो हामी एउटा किन्दै हामी सेयर गर्छौँ कस्तो मिठो कस्तो म त आँखै देखेर चस्मा हाल ल हेर त अब कस्तो कालो देखेको ऊ हेर न तिम्रो पारो चस्मा खै कस्तो कोही बेला कस्तो सिधै तो आजलाई यति नै गएको बाई बब्ली चाहियो न सुँगुर इटिङ बफ मोमो